皆さん、こんにちは。お元気ですか Realistic International Education Consultancy को CEO ने तपाईहरुको सामु आउनुको कारण के छ तपाईहरुको लागि चाहिँ मैले एकदमै राम्रो अवसर लिएर आएको छु Seats available Realistic मा चाहिँ seats available छ तर seat त available छ तर कुन इन्टेकको लागि अब आउने नियरेस्ट इन्टेक जापानको चाहिँ अक्टोबर इन्टेकको लागि अक्टोबर इन्टेकको लागि चाहिँ रियलिस्टिक इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीमा चाहिँ सिट्सहरु अवेलेबल छ तर सिट त अवेलेबल छ तर कतिवटा दुईटा तीनटा चारवटा या कतिवटा तीनटा होइन चारटा होइन पाँचवटा पनि होइन यो पालि चाहिँ रियलिस्टिक इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीमा चाहिँ 20 वटा सिट्स अवेलेबल छ अक्टोबर इन्टेकको लागि हामीले इन्टेक त थाहा पायौं सिट्स पनि थाहा पायौं सिटी चाहिँ कुन रहेछ सबैजना स्टुडेन्टको चाहिँ फेभरेट सिटी चाहिँ ओसाका सिटीको लागि चाहिँ हाम्रो कन्सल्टेन्सीमा चाहिँ 20 वटा सिट्स अवेलेबल छ फर अक्टोबर इन्टेक छुटेको हो काकुको इन्टरभ्यु भएको छैन भाषा पढ्न थालेको धेरै समय भइसक्यो तर अप्लाई भएको छैन भने चाहिँ तपाईहरुको लागि चाहिँ यो अवसर चाहिँ एकदमै राम्रो हुनेछ ह्यासल बिना तनाव बिना टेन्सन बिना तपाईहरुलाई चाहिँ आफ्नो प्रोसेस सक्नु छ जापानको र तपाईहरुलाई चाहिँ भनेकै इन्टेकमा जापान पुग्नु छ चाहेकै सिटीमा जापान पुग्नु छ भने चाहिँ रियलिस्टिक इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी क्यान बी योर वान एन्ड ओन्ली अप्सन त्यसो भए चाँडै रियलिस्टिकमा भेटौँला आरिगातो